वेलकम छ सबैजनालाई हाम्रो अर्को भिडियोमा। आज चाहिँ म फेरि पनि हाम्रो एकिन सर्गोमा आएको छु है। आज चाहिँ हाम्रो स्पेसल मोमो पार्टी हुँदैछ। अनि एकजना दाइ पनि आउँदै हुनुहुन्छ बुकारेस्टदेखि है। हामी चाहिँ रोमानियामा छौँ, बाहिर चाहिँ यस्तो बबाल जाडो छ, त्यसैले हामी भित्र बसेर भिडियो बनाउँदैछौँ है। हाम्रोमा चाहिँ बाहिर चाहिँ बनाउने अवस्था छैन, एकदमै जाडो छ रोमानियामा अहिले चाहिँ है। हाम्रो उहाँ चाहिँ एकिन सर, नमस्कार गरिदिनुहोस् सर। नमस्कार। उहाँ चाहिँ शिवराय हुनुहुन्छ माननीय, यहाँको सबभन्दा मान्ने जन्ने जे सबैभन्दा मान्नु हाम्रो शिवराय। अनि हेड कुक पनि उहाँ नै हो है। अब म चाहिँ रोमानियामा आएको लगभग 1 वर्ष भयो है। उहाँहरू चाहिँ दुईजना चाहिँ सँगै आएको नेपालदेखि लगभग 5 वर्ष हुन लाग्यो है। 5 वर्ष भएको छैन, अब पिआर निकाल्नेवालामा हुनुहुन्छ उहाँहरू। आइसक्यो भनौँ न। के भन्नु छ एकिन सर? मोमो खाउँ, वाइन चाहिँ 1-2 गिलास तानौँ, जाडो बनाऊ, त्यही त हो। अनि हाम्रो शिविरै के छ त? अनि यसो बनाएर भनिदिनुहोस् न त। अनि आज के छ? मोमो हाम्रो चाहिँ उहाँ टिचर है, मोमो बनाउने हेड कुक शिवराय चाहिँ हामी चाहिँ हेल्पर। के छ, के भन्नु छ मोमोको बारेमा? यसो आज कसरी बनाउने के छ सबै आउँछ नि? म त केही पनि भन्नु छैन। ल आज चाहिँ मोमो बनाएर खाँदैछौँ है। अहिले म सबै भिडियोहरू देखाउँछु, हाल्छु है। अन्त्यसम्म हेरिदिनु होला है त है। अब हाम्रो मोमो बनाउने तरकारी हुँदैछ है। अब हात साथ धुनु पर्यो। गोलाइ मोमोको पिठोको गोलाइ हो। त्यसलाई फेरि मुजा बनाउने पनि हुन्छ है। अब चाहिँ हाम्रो मोमो है बनाउँदैछौँ है। अब हेरौँ कस्तो हुन्छ, सबै म देखाउँछु है त। दाइले चाहिँ पेल्दै हुनुहुन्छ, हामी तिनजनाले चाहिँ मोजा तिनजना चाहिँ हामी मोजा बनाउँछौँ है। सुरु भयो। यो चाहिँ पोर्क होइन त, पोर्क देखना क्या आदर गर्नुहुन्छ यार। एक सबैले देखाउनु चाहिँ त्यो तपाईँको राम्रो हुन्छ। मेरो त खतरा हाल्नु मन त सेभ हो। बुका तारेको बुका तारेको
यतिखेर चाहिँ हाम्रो पहिलो लटको मोमो चाहिँ लगभग है रेडी भइसक्यो हेर्न सक्नुहुन्छ तपाईँहरूले तीनवटा के भन्छ भाइ तीनवटा केमा छ अब हामीले चाहिँ यहाँ पकाइदियो यसरी खाइन्छ फेरि बनाइन्छ भोक लाग्यो भने है यो चाहिँ पहिलो लटको के मोमो भन्छ यसलाई पोर्कको मोमो है नेपालीमा ल दाइले त्यहाँ हाल्नुहोस् त मासुको मोमो है ल दाइ त्यहाँ हाल्नुहोस् हाल्नुहोस् ल दाजु हेड ल दाजु ल हाम्रो हेड कुक यार हेड कुक मलाई देखेर शिव हमाल टक्क शिव दाइले त्यहाँ मोमो हालिसक्नुभयो है यसरी हामी फेरि मोमो खान्छौँ कस्तो हुन्छ अब चाहिँ टक्क मोमो खाएको भिडियो हेरौँ ल हाम्रो चाहिँ सबै तयारी भइसक्यो अब पाक्न मात्रै बाँकी छ मोमो खाएको भिडियो चाहिँ हेरौँ ल ल टक्क हाम्रो आधा घन्टाको बसाइ पछाडि मोमो रेडी भइसक्यो है हाम्रो एकिन्साले मोमो हालिदियो हुन्छ अब हामीले टक्क बसेर यहाँ खान्छौँ है त कस्तो भएछ मोमो अब यो चाहिँ मोमो हालिसक्नु भएको छ एकिन्साले यहाँ चाहिँ अचार मोमो लगभग 10वटा हालिसकेको थियो ल त केही छैन दाजु अलि अगाडि ल कोक छैन कोक अब म मान सुरु गरेर चाहिँ एकदम भोक पनि लागिसक्यो है टेस्टी अचार चाहिँ टेस्टी छ है ल यो चाहिँ कोक दाजु कोक खै ल अब हामी सुरु गर्छौँ मोमो है त ल है सुरु गर्दै है त टेस्टी अब मोमो खाएपछि हल्का एक्सरसाइज चाहिँ एक्सर्साइज त गर्नु पऱ्यो है अब हामी नाच्दैछौँ नाचेरै हामी
मिला रहेला जस्तो छ क्षमा क्षमा नाच्ने हुने नमाने लाजको हजुर बाजे डान्स पनि भिडियो बाजे गर्छ यस्तो गर्दै मेरो बाजे डान्स बोली वचन चिनी जस्तै माया पिरो पिरो है तिमी हजारमा थपिएको जिरो मोमो पनि खाइयो नाच्न नाच्यो है थाक्यो अनि टक्क निद लाग्यो म बेडमा आएर पल्टिएको छु है मोमो चाहिँ बबाल लाग्यो टेस्टी धेरै पनि खाइयो होइन अब यो भिडियोलाई यति नै टुङ्ग्याउन चाहन्छु फेरि अर्को भिडियोमा भेटौँला है त बाई बाई